प्राचीन समयमा ग्यास्ट्राइटिसको उपचारका लागि प्रयोग गरिएका केही परम्परागत उपायहरू तल बुदागत रूपमा दिइएको छ। यी उपायहरू आयुर्वेद, घरेलु उपचार र जनश्रुतिमा आधारित छन्। 1. एस्टिमुदु मुलेठी, पेटमा जलन र घाउ निको पार्न प्रयोग गरिन्थ्यो। 2. धनिया पानी, धनियाको बिउ उमालेर त्यसको पानी पिउनु पेटको समस्या कम गर्न सहयोगी मानिन्थ्यो। 3. अदुवा रस, अदुवाको सानो मात्रामा रस खाएर वा तातो पानीमा राखेर पिउनु ग्यासको उपचारमा प्रयोग गरिन्थ्यो। 4. गिलोय, गुर्चो, पाचन सुधार्न र आन्तरिक सुजन घटाउन प्रयोग गरिन्थ्यो। 5. एलोभेरा रस, पेट शान्त बनाउन र अम्लता कम गर्न एलोभेरा रस सिफारिस गरिन्थ्यो। 6. बेलफलको चूर्ण, सुक्खा बेलफलको चूर्ण पानीमा मिसाएर सेवन गर्नु पत्ल्यो। 7. गाईको दूध, तातो वा काँचो, अम्लता कम गर्न र पेट शान्त पार्न प्रयोग गरिन्थ्यो। 8. चुकन्दर वा गाजरको रस, पेट सफा गर्न र ताजा राख्न। 9. बथुवा, लाटो साग, पेट सफा गर्न बथुवा पकाएर वा यसको रस सेवन गरिन्थ्यो। 10. तुलसीको पात, तुलसीको पात चपाउनु वा पानीमा उमालेर पिउनु पनि उपयोगी मानिन्थ्यो। 11. हर्रो, बर्रो र अमला, त्रिफला। त्रिफला चूर्ण राति सुत्ने बेलामा तातो पानीसँग सेवन गर्नु पाचन र ग्यास समस्यामा लाभदायक थियो। 12. जिरा र सौंफ, यी मसालाहरू उमालेर वा चबाएर खानु पाचन सुधार्ने उपाय थियो। 13. मखाना, फक्सनट, सुक्खा मखाना टोक्नाले अम्लता घट्ने विश्वास थियो। 14. घिउ र मह, घिउले अम्लता कम गर्छ, महले घाउ निको पार्न मद्दत गर्छ। 15. उपवास र सात्विक भोजन, भूतपूर्व वैद्यहरू उपवास र मसला रहित हल्का भोजनलाई उपचारको रूपमा प्रयोग गर्थे। यी सबै विधि शुद्ध रूपमा परम्परागत ज्ञान र आयुर्वेदमा आधारित छन् र कुनै पनि औषधिको रूपमा प्रयोग गर्नु अघि चिकित्सक वा वैद्यको सल्लाह लिनु उपयुक्त हुन्छ।